हेलो गाइज म आइतबारको बाल काट्न हेर्नुहोस् बबाल छ मौसम हेर्नुहोस् बबाल देखा म दुबईको आजमान ठाउँमा बस्दैछु। यो टाइम 6 बजेको छ। म हल्का फुल्का बाल काट्ने टाइममा हल्का सानो मिनी ब्लग बनाउने छु तपाईँहरूको लागि। हेर्नुहोस् नजारा बबाल देखा मौसम हेर्नुहोस् बबाल छ। अहिले 6 बजेको हेर्नु बबाल मौसम हेर्नुहोस् नजारा। म पनि अब बाल काट्न लागि बाल ठुलो भइसक्यो त्यसैले बाल काट्न जाम भन्यो किनभने म होटल लाइनमा जब गर्छु। गाह्रो छ होटलमा बाल पाल्न। नभए फाइन लाग्छ 500 ग्राम त्यसैले बाल काट्न जान लाग्यो। अहिले मेरो ब्रेक टाइम छ त्यसैले हल्का शान्तिनो ब्लग बनाउँछु म ब्रेक टाइममा। गाइस रोड पार गर्न लाग्छु म। हेर्नु रोड पारको नजारा बवाल छ। रोड पनि साफ छ एकदम। यहाँको रोड पनि एकदम बवाल साफ हुन्छ कि दुबईको। त्यस्तो फोहोर हुँदैन नेपाल जस्तो फोहोर हुँदैन। जहाँसुकै साफ के जो गाउँ पनि साफ हुन्छ। आइसक्यो हाम्रो हेयर कटिङ हेर्नुहोस्। कटिङ पनि सस्तो छ 5 ग्राम 10 ग्राम ओन्ली। तपाईँ पनि आउनुहुन्छ आजमानमा ओके कटिङ गर्नको लागि बवाल ठाउँ हेर्नुहोस् 5-10 कटिङ भित्र पनि धेरै मान्छे छैनन्। अहिले 2जना मान्छे मात्र छन् सेलुनमा। मलाई वेट गर्नुपर्छ 10-15 मिनट। मसँग टाइम छैन। साउथ मुभी हेर्दै थिएँ 1 मिनट बाहिर निस्किसकेँ। अब म बाहिर नजारा हेर्नुहोस् बवाल छ। एकछिन घुमेर भनेको उता गएर फेरि आउँछु बाल काट्न भनेको छु। नभए बोल्दै काटौँ ल हेर्नुहोस् अगाडि नजारा ल भित्र कटिङ हुँदैछ अहिले ल महिनै तपाईँ यही बवाल ठाउँ। त्यो बिल्डिङ हेर्नुहोस् यहाँको फेमस बिल्डिङ हो। तपाईँ चिन्नुहुन्छ आजमान भगवान्ज्यूले चिन्नु है। चिन्यो भने कमेन्ट गर्नु ओके नजारा। म पनि अब हिँड्दैछु बाटोमा पछाडि अङ्कल बसिया। ल गाइज मेरो अब त्यस्तै शान्ति ब्लग आउँछ। तपाईँले मेरो ब्लगलाई राम्रोसँग हेरिदिनु होला अनि सेयर कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सनु कहिले पनि ओके। यस्तै नयाँ भिडियो तपाईँको लागि मैले आउँछु। दुवैको बारेमा जानकारी दिइदिन्छु ओके। ल हेर्नुहोस् नजारा। म पनि यस्तै शान्तिनो ब्लगर बन्ने भनेको तपाईँको सपोर्ट पायो भने। नभए अब यस्तै हो तपाईँहरू सपोर्ट गर्नुभयो भने ब्लगर बनाउनु। नभए त्यस्तै अब के हाल्ने टाइम पास पनि गर्न पऱ्यो हल्का फुल्का बनाएर 12 घन्टा काम गर्नुपर्छ। ल रोड पार भइसक्यो म अब यस्तो अब यो टाइम भएन भोलितिर बाल काटौँ ल ओके। आजलाई म यति नै। अब नेक्स्ट भिडियो मिलाउँ ओके। ल बाई टाटा ओके बाई टाटा।